नेपालको एउटा ठुलो समस्या भनेको हाम्रो पढाउने सिस्टम पनि हो क्या। जुन हाम्रो स्कुलहरूमा हुन्छ नि एउटा पढाउने सिस्टम, टिचरहरूले ड्याम ड्याम सानो सानो बच्चाहरूलाई 5-7 वर्ष बच्चाहरूलाई 10-11 वर्षको बच्चाहरूलाई कस्तो ड्याम ड्याम हिर्काइरहेको भिडियोहरू, कुनै कुनै भिडियोहरू भाइरल भइरहेको हुन्छ नि, आउट भइरहेको हुन्छ नि। त्यो चाहिँ एउटा जस्ट एउटा इक्जाम्पल मात्रै हो क्या। त्यो चाहिँ आक्कल झुकल कुनले अलि आक्कल झुकल गरेर खिचिरहेको भिडियो हुन्छ, त्यो मात्रै अचानक हाम्रोमा आइपुगेको मात्रै हो क्या। तर वास्तवमा हर स्कुलमा यस्तो घटनाहरू घटिरहेको हुन्छ क्या। ती साना साना अबोध बालबालिकाहरूलाई टिचरले पढ्न आएन, होमवर्क गरेन, क्लासवर्क गरेन, यसले पढाएको बुझेन, यसले मैले सोधेको कुरा भन्न सकेन भनेर विभिन्न तरिकाले टिचरले एकदम धेरै यातना दिइरहेको हुन्छ क्या। त्यहाँ बिचरा साना साना बालबालिकालाई कान समातेर उठबस गर्न लगाउने, हिर्काउने, साथीभाइहरूको अगाडि गाली बेइज्जती गर्ने, ठुल्ठुलो स्वरमा कराएर बेइज्जत गरिदिने, क्लासरुममा सबैको अगाडि कुखुरा बनाउने, कुखुरा बनाउने, कोठाबाट बाहिरै निकालिदिने, क्लासरुमबाट बाहिरै निकालिदिने, यस्ता यावत कुरा गरेर ती बिचरा साना साना नानी बाबुहरूलाई यातना दिइरहेका हुन्छन् क्या टिचरहरूले। तर यो कुरा तिनीहरूले कसैलाई पनि भन्न सक्दैनन् क्या। आफ्नो बुवा मम्मीलाई भन्न सक्छ, न समाजमा गएर कसैलाई भन्न सक्छ, न कसैलाई साथीसँग पनि सेयर गर्न सक्दैन क्या। अनि त्यो बच्चा चाहिँ भित्रै डिप्रेस भइरहेको हुन्छ क्या। मैले सबै बच्चालाई भन्न खोजेको पनि होइन, सबै टिचरलाई पनि भन्न खोजेको होइन, तर अधिकांश बच्चाहरूको त्यस्तो हुन्छ क्या। किनभने सबै बच्चाको क्षमतावान हुन्छन्, तर ती क्षमतावान बच्चाहरूले आफ्नै किसिम हुन्छ कि तिनीहरूको बुझ्ने तरिका, हरेक शिक्षकले पढाएको सबै विद्यार्थीले एकै किसिमले बुझ्छ भन्ने हुँदैन जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही भएर सबै विद्यार्थीले नबुझ्न सक्छ क्या। तर ती नबुझ्ने विद्यार्थीहरूलाई क्लासरुममा सबैको अगाडि गाली बेइज्जत गर्ने, कुखुरा बनाउने, नङ्ग्याउने, कुट्ने, पिट्ने, कक्षा रुमबाट बाहिर निकालिदिने यस्तो कुरा चाहिँ गर्न हुँदैन क्या। किनभने त्यो बच्चाहरू चाहिँ झन् भित्रै डिप्रेस भएर गइरहेको हुन्छ क्या। अनि झन् पढाएको बुझ्न जाँदैन क्या। अब घरबाट स्कुल नजाउँ भने पनि बुवा मम्मीले कुटिकन स्कुलमा पुर्याउँछन्। स्कुलमा पुर्याइसके पछाडि उसले हरेक दिन सहिरहेको त्यो गाली बेइज्जती उसले बाहिर निकाल्न पनि सक्दैन, कसैसँग भन्न पनि सेयर गर्न पनि सक्दैन। त्यो बच्चा बिचरा भित्रै हर दिन मरेर स्कुल गइरहेको हुन्छ क्या। त्यस्ता विद्यार्थीहरूलाई पहिचान गर्न सक्ने शिक्षक नै असल शिक्षक टिचर हो क्या। त्यस्ता भनेको साँच्चीकै भगवान् स्वरूप तिनीहरू चाहिँ भगवान् स्वरूप शिक्षक मान्छु कि म उनीहरूलाई। तर हर शिक्षक, हर विद्यार्थी त्यस्तो हुँदैन। तर हाम्रो नेपालको सिस्टम त्यस्तो छ क्या, जुन हामीले देख्दैनौँ, तर भित्र त्यस्तो भइरहेको हुन्छ कि ती अबोध बालबालिकाहरू हामी स्कुलमा शिक्षकको जिम्मा लाएर बच्चा बच्चीहरूलाई पढ्न त पठाउँछौँ, तर तिनीहरूले बुझ्छ या बुझ्दैन, तिनीहरूको मनोभावना बुझ्ने शिक्षक पनि हुँदैन, न आमा बुवाले तिनीहरूको मनोविज्ञान बुझ्छ, कसैले बुझ्दैन क्या। भित्रै डिप्रेस भइरहेको हुन्छ क्या बच्चाहरूलाई। त्यही भएर यो कुरा चाहिँ एकदम सबैले बुझ्न जरुरी छ। बिचरा तिनीहरूको दिमागै छिपेको हुँदैन। 5-7 वर्षको बच्चाको के हुन्छ, दिमागै डेभलप भएको हुँदैन। त्यसको दिदीहरूले राम्रो काम गर्ने त्यसको बेलै भएको हुँदैन। त्यस्तोहरूलाई तैँले बुझिनस्, पढिनस्, किन गरिनस्, होमवर्क किन गरिन, यिनीहरूको मनोभावना बुझेर मनोरञ्जनात्मक तरिकाले यिनीहरूलाई त यहाँ चाहिँ इन्टरटेनमेन्ट गराउँदै पढाउँदै हिँडाएर हुन्छ कि डुलाएर नचाएर हुन्छ कि प्र्याक्टिकल गराएर कसरी हुन्छ देखाएर हुन्छ, यस्तो श्रव्य दिशहरू देखाएर हुन्छ, कसरी हुन्छ त्यसरी पढाउने एउटा शिक्षाको चाहिँ एउटा विकास गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। किनभने अहिले हामीले टिभीहरूमा देखिन्छ बिचरा ती साना साना बालबालिकाहरूलाई असाध्यै यातना दिइरहेको देखिन्छ क्या। त्यसरी यातना दिएर न ती बालबालिकाले पढ्न सक्छन्, न राम्रोसँग तिनीहरू राम्रो शिक्षित बन्न सक्छन्, न तिनीहरूको दिमागमा राम्रो कुरा नै घुसिरहेको हुन्छ। बिचरा हर दिन मरिरहेको हुन्छ। यस्ता कति लाख विद्यार्थीमाथि यही घटना घटिरहेको होला। त्यही भएर सबै मान्छेले चाहिँ यो कुरालाई चाहिँ एकदम गम्भीरतापूर्वक ध्यान दिएर बिचरा ती बच्चाहरूको मनोवैज्ञानिक भित्र के घटिरहेको छ बुझ्ने कोसिस गर्नु होला। सानो बच्चाहरूलाई तिनीहरूको मनोविज्ञान बुझेर भावनात्मक तरिकाले कसरी हुन्छ तिनीहरूलाई बुझाउने कोसिस गर्नु होला, न कि नपिट्नु होला, न तिनीहरूले यातना दिने काम पिटेर कुटेर गाली गरेर हुने होइन। ती साना बच्चाहरूले केही बुझिराखेकै हुँदैन। त्यस्तालाई चाहिँ एकदम अर्कै तरिकाले पढाउनु पर्ने हुन्छ क्या, मनोरञ्जनात्मक तरिकाले देखाएर हिँडाएर बुझाएर। यो शिक्षाको चाहिँ चेन्ज गर्नु एकदमै जरुरी छ। कृपया कुनै पनि टिचरहरूले नकुट दिनु होला, यातना दिने काम बन्द गर्नु होला भनेर म सबैले यहीँबाट शिक्षकहरूलाई पनि अनुरोध पनि गर्न चाहन्छु।